यो चौकी डाँडा भन्ने ठाउँमा चाहिँ एकदमै बढी क्षति भएको छ। यो चौकी डाँडामा आज बेलुकासम्ममा हामी टेम्परेरी चलाउने भनेर अगाडि काम भइरहेछ र तलसम्म नेपाल थोकसम्म भोलि बेलुकासम्ममा सबै क्लियर हुन्छ भन्ने सडक विभागका हाम्रा सबै साथीहरूको चाहिँ कुरा छ। त्यही हिसाबले काम हुन्छ। आजदेखि यहाँ इक्विपमेन्टहरू पनि थप्ने कुरा भएको छ। इक्विपमेन्टहरू तीनवटा हामीले सडक विभागबाट र कन्ट्र्याक्टरले पनि थप्दैछ र यसलाई यो टेम्पोररी भए पनि फेरि त्यसलाई अलिकति चाहिँ राम्रोसँग चलाउनको लागि अझै पनि धेरै काम गर्नुपर्ने देखिन्छ। धेरै नै ड्यामेज भएको छ, अब फिलिङहरू धेरै छ। त्यही कारणले पहिला चाहिँ यो टेम्पोररी यो गाडीहरूलाई चलाउनको लागि भोलि बेलुकासम्ममा थोकसम्म चाहिँ ट्र्याक ओपन गरेर अगाडि बढाउने भनेको छ। सबै ठाउँमा अहिले चाहिँ नपुगेको रिसोर्सहरूलाई चाहिँ अब डिजेल, यो बाटो नभएको हुनाले डिजेल पुर्याउनु पनि गाह्रो भएको देखिन्छ। अब यो चौकी डाँडाको चाहिँ बाटो क्लियर हुन छ, तलको लागि पनि डिजेल पुर्याउनलाई अलिक सजिलो सहज हुने हुनाले सबै चाहिँ काम अलि फास्ट ट्र्याकमा हुने देखिन्छ। र कन्ट्र्याक्टरको तर्फबाट र सडक विभागको तर्फबाट पनि इक्विपमेन्टहरू थपेर छिटोभन्दा छिटो खोल्नेतिर लागिरहेको छ। अब यसलाई सबैले सहयोग गरेर अगाडि बढ्नुपर्नेछ।